यो गाइज हेलो के छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज म मासु बनाउँदैछु। मासु यो प्याज काट्दैछु होइन। अब म मासु बनाएर छु नि होइन। मासु खानु पर्छ। अब तिमीहरूले त खान पाएको छैन होला। घर बसेर अब हेरेर पनि खाऊ कसरी बनाउँछु हेर है त। ओके ल म यहाँ मासु अब यहाँ यसो भाँडो गर्दैछु। यहाँ गर्दैछु भाँडो। अब बिस्तारै बनाउँछु। तिमीहरू चाहिँ हेराऊ त्यो कसरी खानु घर बसेर खाऊ हेराऊ। ल हेराऊ यहाँ मासु पकाएको हेराऊ केटा हो। मैले हालिसकेँ होइन। अब चलक्क लारै मजाले म पकाउँछु होइन। तिमीहरू चाहिँ मस्त हेराऊ। लाइट त छैन। हल्का लाइट आओस् भने त के गर्नु। लाइटमा परछ तिमीहरूले रङ्गी त हेर्न पाएनौ। ल ठुलो बनाऊ न ग्यास। र ल खान्छौ नि मासु खाने होइन त। ल सराम खानुपर्छ मासु ओके। ल ल हेर मासु हेराऊ। अब एकछिन छोप्छु म यसको पानी सरक्क पानी निकाल्छु होइन। अनि तिमीहरू हेराऊ पछि। ल है ल अहिले पछि देखाउँ ल। ल हेराऊ रातो हुँदैछ बिस्तारै। पानी मऱ्यो। अब रातो बनाउँछु पहिला होइन। अनि त्यसपछि पियाज गोलभेडा हालेर सरक्क बनाउँछु। तेलमा तरतर भुट्छु है। तिमीहरू खाना हो कहाँ छौ। ल हेर त केटा हो कति रातो भएको छ। तिमीहरू त अब घर बसेर हेर्ने त हो नि खाना पाउने होइन। म खान्छु तिमीहरू हेर ल। ल अब म मरमसला हाल्दैछु। अब के गर्ने यस्तै हो। तिमीहरू हेरेर बसाऊ थुक्नी लाऊ मोराहरू। ल म हेराऊ पहिला प्याज हाल्छु। प्याज रातो बनाउँछु। ल हेर गोलभेडा नि छ। यो हालेर चाहिँ देखाउँदिन नि फेरि। ल अब म यसलाई मजाले भुट्छु। ब्राउन बनाउँछु ब्राउन। हेर मेरो पकाउने तरिका अलग छ तिमीहरूको अलग छ। सिकाऊ केही दादाबाट बुझ्यौ। ल अब गाइसहरू म गोलभेडा हाल्दैछु। ल हेर्नुहोस् गोलभेडा हाल्दैछु। यो मेरो मासु पकाउने अलग्गै स्टाइल छ क्या। तिमीहरूको कस्तो छ थाहा आएन होइन। यो चाहिँ मेरो अलग्गै पहिला मासु मस्त भुट्छु होइन। बेसार सुरुमै हालिसकेँ नुन पनि हालिसकेँ। अब मस्त लाएर यो गोलभेडा नि पकाउँछु होइन। गोलभेडा नि पकाउँछु यो मस्त। अनि हेर्दै जाऊ न तेरो दादाले कस्तो बनाउँछ। ल हेर त भएन त रातो यहाँ त के देखिनु होइन। ल अब गोलभेडा नि पाक्यो। यो चाहिँ अदुवा लसुन पिनेन हौ। यो अदुवा लसुनै होला सायद। थोरै पानी हाल त दिदी यसमा। अब हेर सास लाएर म बनाउँदैछु। खानाउ ल हेर त्यसरी नगर्न आगो बल्छ फेरि अहिले है। अस्ति मैले क्या खतरा आगो बालेको थिएँ। आज चाहिँ आगो बलेन है। त्यो मुखा लगाउने कुरा कसले हेर्छ। मुखा लगाउने कुरा नि देखाउँछ नि होइन। यस्तो मिठो मासु देखेर बेला हेराऊ खान त मुखबाट मुखमा मिलेर बसाऊ तिमीहरू है। यहाँ फेस प्याक हेर्नु फेस प्याक रे यो चाहिँ आलसको फेस प्याक हो। हजुरहरूको फेसमा के आछ भने चाहिँ अनि त्यसपछि यो लगाउन सक्नुहुन्छ। यो बोटक्स भन्छ यसलाई। बोटक्स हो कि गोटक्स हो। दिस इज नेचुरल। ओके ल हेर पाक्यो ल हेर नजिकबाट हेर ल।
ल हेर आऊ के देख्छौ र तिमीहरूले रियलमा देख्यो भने खाउ खाउ गरेर तछाड मछाड गर्छौ होला। फेरि दादाले मसला हालेन भन्लाउ तिमीहरूलाई नदेखाइकन हालेको छु सिक्रेट इन्ग्रिडियन्ट भन्छ त्यसलाई बुझ्या हो। तिमीहरूले के थाहा पाउँथ्यो र अब एउटा चाख्छु ल ल एउटा चाख्छु म अहिले तिमीहरू हेरेर बसाउ न ल म चाख्छु ओके। ल हेर आऊ लाइटमा आएपछि हेर आऊ ल रातो कालोदेखि डर्छ फेरि खोइ कलर कम्बिनेसन भएन अब देख्यौ कस्तो रातो बनाएर छु। ल हेर अब म खान्छु तिमीहरू हेरेर बसाऊ ल खान्छु म हेरेर बसाऊ ल। मिठो कुरुङ कुरुङ गरेर सुन्यौ तिमीहरूले मुखबाट त कुरुङ मुख त कता भयो कानतिर पो गयो त्यो सुनाको यस्तो खानु भाग्यमा लेखेर आउनुपर्छ हुन्छ अहिले भात खाँदाखेरि देखाउनु आएको तिमीहरूले ल अहिले गुड नाइट मिठो 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 डेडिकेसन मिठो थियो तिमीहरूले खानु पाएन के होइन यस्तो ल आएपछि तिमीहरूलाई लागेको थियो ल मैले देखाउँछु भनेर पर्खेर बस्यो होला होइन तिमीहरू देखाउँछु तिमीहरूले हेर्दाखेरि मलाई चोखै लाग्दैन मेरो पेट दुख्दैन त्योहरू नदेखाइकन खाइसकेँ मैले। अब यस्तै अर्को भिडियोमा भेट्नुपर्छ ल लाइक सेयर एन्ड सब्सक्राइब गर्ने अनि बस्ने चुप लाएर अर्को भिडियो आउँछ हेर्ने बुझ्यौ ल।